हेलो गुड मर्निङ एभ्रिवान। आज भने चाहिँ म दुध पुर्याउन जाँदैछु मर्निङ वकमा। हाम्रो घरदेखि अलिकति 5-10 मिनट जस्तो लाग्छ डायरी पुग्नु चाहिँ। अनि म चाहिँ बिहान उठेर अहिले 7 बज्यो, तर अलिक ढिलो ढिलो भएको जस्तो लाग्यो। खासै 7 बज्नुभन्दा अलिक अगाडि जानुपर्ने हो। मैले सोचेँ यसो मर्निङ वक पनि हुन्छ, बिहानको एकसरो काम पनि हुन्छ भनेर चाहिँ दुध पुर्याउन गएको। पानी पनि अलिअलि पर्दैछ अनि छाता ओढेर हेर्नुहोस् है, मेरो साथीमा आउँदैछ कता भयो। मलाई चाहिँ एकजना साथी छ कि दुध पुर्याउनु जाँदा चाहिँ सँगै घरिघरि त अगाडि हेर्नुहोस् यो कुद्यो अगाडि मेरो दोस्त परसम्म सँगै जान्छ। लुसी आइज आइज लुसी 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 आइज ऊ आइहाल्छ हौ यसरी। यस्तो छ मेरो साथी, कम त प्यारा छैन हेर्नुहोस् है। हिजोसम्म टन घाम लागेको थियो, आज चाहिँ पानी परेको अरे। आ लुसी के गरेको? हाम्रो चाहिँ अहिले अर्को पनि गाई ब्याएर चाहिँ दुध चाहिँ 8 केजी जस्तो 8-9 केजी जस्तो आउँदो रहेछ। 1 केजीहरू त अब घरमै भइहाल्छ, बिहान बेलुका चिया खान्छ दिउँसो यसो हो। डायरी कति 6 केजी 6 केजीहरू जान्छ, 7-8 2 केजी 2 लिटर चाहिँ बजारमा लान्छ। भन्न जाने बाटो चाहिँ यहाँ रोटै रफ रोड भए पनि छ, अलिक सजिलो। नभए त 6 केजी दुध चाहिँ यसरी ब्यागमा बोक्दा त मरिन्छ नि। म चाहिँ अहिले डायरी आइपुगेँ। अनि यो चाहिँ छामगाउँ स्कुल हो, गभर्मेन्ट छामगाउँ प्राइमेरी स्कुल। यो चाहिँ मेरो सानोको बेस हो, यो स्कुलमा पढेको होस्। त्यतिखेर त क्लास पिपी भन्थ्यो कि, त्यो क्लासदेखि चाहिँ पढ्दै म यत्रो भएको है। यो स्कुल हो। डायरी चाहिँ यो सानो बारेर बनाएको छ, बट मेरो साथी चाहिँ अघि पुगिसकेछ डायरीमा। मभन्दा अगाडि त यो म ढिलो भयो क्या आज त। यो चाहिँ डायरी हो हेर्नुहोस् है गाइस। हाम्रो चाहिँ डायरीमा 6 लिटरहरू आउँछ हो। आज चाहिँ यसमा अलिक कम्ती बहिनी आएको छ अरे चिया बनाउने अरे। आमाले दिनभरि यहाँ कति 6 लिटर जान्छ नि आइदिने, यसमा 6 लिटर जान्छ हो। यसमा म चाहिँ यो ब्यागमा ल्याउँछु, हेर्नुहोस् है, हातमा बोक्नु साह्रो पर्छ। अनि यसलाई चाहिँ यहाँ खनाउनु पर्छ। फ्याट चाहिँ दामी आउँछ, 50-60 चाहिँ भन्नु सक्दिनँ। यसरी सुकिन्छ क्या अब सुक्यो त।